हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट एभर मिनी ब्लग। हामी दुईजना दिदीबहिनी चाहिँ चट्ट परेर कहाँ जाँदैछौँ भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ त्यो एकैछिनमा थाहा हुन्छ। तर हामी यहाँ इटाभाटादेखि बिर्तामोडतर्फ जाँदै थियौँ। अनि यो चाहिँ हो चारलीको मन्दिर। अनि हामी दिदीबहिनी बिर्तामोड पुग्यौँ टुप्लुक टुप्लुक हिँडेर। अनि यो चाहिँ हो पश्चिम बस स्ट्यान्ड। अनि यहाँ चाहिँ हाम्रो बाबा, ओ माई गड, बम्बास्टिक साइड आइ। यहाँ चाहिँ हजुरहरूले इलेक्ट्रोनिकको सामानहरू पाउन सक्नुहुन्छ। अनि यो चाहिँ ठ्याक्कै अतिथि सदन जाने बाटोतिर नै छ। र यति भन्दै म आफ्नो नक्कल देखाउन फेरि सुरु गरेँ। नक्कल चक्कल त देखाउनै पर्यो नि यसो यताउति। अनि त्यहाँबाट हामीसँग चाहिँ फुपू पनि जोइन हुनुभयो। अनि हामी चारजना चाहिँ यसो गफगाफ गर्दै हिँड्दै हामी चाहिँ पिके हबतिर लाग्यौँ। म चाहिँ यसो यहाँ अब फिट चेक गर्दै थिएँ। अनि यहाँ चाहिँ यसो केही सामान लिनु थियो, अनि त्यही भएर हामी आएको थियौँ। हामी चाहिँ पिके हब आइपुग्यौँ। यस्तो भिड थियो नि यहाँ त, आम्मामा मान्छे नि अट्टी नमट्टी थियो। अनि यो चाहिँ अब यो फर्स्ट फ्लोरमा चाहिँ यहाँ फिमेलको सेक्सन रहेछ। अनि यो अर्को फ्लोरमा चाहिँ मेल सेक्सन थियो। अब यो चाहिँ भयो किड सेक्सन। यस्तो क्युट क्युट डल यहाँ हेर्नुहोस् न, कति राम्रो थियो, कति क्युट। सबै बोकेर लैजाऊँ जस्तो। यहाँ हजुरहरूले भिड पनि देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् न, यति भिड थियो नि। हामीले चाहिँ त्यहाँ के लुगाहरू पनि किन्यौँ। अनि यसले चाहिँ गिभ अवे जितेकी थिए अस्ति नि। अनि त्यहीको लागि चाहिँ अनि उसलाई यहाँ दिँदै हुनुहुन्थ्यो रमेश बुढाथोकी सरज्यूले। अनि उहाँ हेर्नु न मक्खै छे। अब म त बसिहालेँ नि, यसो नक्कल पार्नु परिहाल्यो मलाई त। पेट पूजा पनि गर्नै पर्यो। अनि हामी चाहिँ यहाँ एउटा क्याफेमा गएको थियौँ। अनि ऊ हेर्नु न, फेरि नक्कल झक्कल आइहाल्यो हामी दुईजनालाई चाहिँ। कपाल यता मिलायो उता मिलायो। अनि हाम्रो खानेकुरा पनि आयो। अनि हामी चाहिँ यसो गफका फान्दै यसो खाँदै हेर्नु गम कि गम। हामी चाहिँ चिसो खाँदै गफ गर्दै अनि हाम्रो पेट पूजा चाहिँ यसरी नै सकिन्छ। अनि हामी चाहिँ बसमा चढ्छौँ, घरतर्फ लाग्छौँ। हाम्रो दिन चाहिँ यसरी नै बित्यो। अनि हजुरहरूको कसरी बित्यो भन्नु होला। अनि सी यू इन अनदर मिनी ब्लग। बाई बाई गाइज।